We traveled 15 kilometers just for laughing and Kima noodles. Hi guys, it's me Prasamsa and meet my dearest Chimeki Sathi Asta who came all the way from Bangladesh. हामी दुईटाले किमा नुडल्स र लाफिङ यस्तो खान मन लागिरहेको थियो र जुन दिन हामी जाने भन्यौं नि त्यही दिन यति ठुलो पानी पर्यो पनौती इज म्यान्डेटरी फर अस तर त्यही पनि हामीले रेनकोटको जुगाड गरेर हामीहरू रेनकोट लगाएर भए पनि जाने भनेर मेकअपको धजिया उडाएर भए पनि हामीहरू गयौं मणिग्रामतिर वाइ मणिग्राम भन्नुहुन्छ भने हामी भैरवमा ट्राई गरिसकेको थियौं र त्यो भन्दा नि अझै बेस्ट चाहिँ मणिग्राममा पाइन्छ भनेको सुनेर हामीहरू जान लाग्यो अनि बाटोभरि चिच्चाउँदै वी क्यान डु एनिथिङ फर किमा नुडल्स भन्दै थियो चिच्चाउँदै हामीहरू फाइनली यस्तो जस्तो हालतमा हामी राति भइसक्यो त्यो पुग्दा जो अनि पुग्यौं जे होस् फाइनली हामीहरू अनि हामीहरू गएको चाहिँ मणिग्राममा रहेको फोर सिजन फास्ट फुड चेन भन्ने ठाउँमा हो अनि हामीहरू दुईटाको फर्स्ट टाइम नै थियो त्यसपछि हामीले स्कुटी पार्क गरेर हामीहरू भित्र गयौं अनि हामीहरूले हाम्रो अर्डर दियौं अनि स्पेस चाहिँ लिमिटेड नै थियो त्यति ठुलो स्पेस चाहिँ थिएन ठिक्ककै थियो अनि हामीले अर्डर चाहिँ झोल लाफिङ दियौं एउटा किमा नुडल्स अनि मेरो हेर्छ स्पाइसी विङ्स यस्तो खान मन लाग्यो स्पाइसी विङ्स पनि हामीले अर्डर गऱ्यौं मैले कोक खाएँ उले सोडा खाँदिन सो नो कोक अनि हामीले चाहिँ यो चप्सी चलाउन नआएर यति हाँस्यौं हामीहरू तर बट वी स्टिल ट्राई अनि लाफिङ ट्राई गर्दा त यस्तो मिठो थियो लाफिङ यस्तो मिठो थियो 10 आउट अफ 10 लाफिङ चाहिँ हामी दुईटालाई नै एकदमै मन पर्यो अनि म हेर्नु न यति एक्साइटेड भएर किमा नुडल मिक्स गरिरहेको थिएँ हैन अनि त्यसपछि मैले साथीलाई टेस्ट गर्न लगाएँ सुरुमा अनि त्यसपछि भिडियो नखै हामीले यति धेरै एक्सपेक्टेसन राखेको थियौँ होला त्यही भएर हामीलाई चाहिँ एभरेज नै लाग्यो यो किमा नुडल इफ आई हेभ टु सजेस्ट देन आई वुड सजेस्ट लाफिङ ओभर किमा नुडल्स यताको चाहिँ अब हामी दुईटालाई चाहिँ लाफिङ एकदमै मन पर्यो यताको अब किमा नुडल नै मन पर्न सक्छ है अरूलाई चाहिँ लिप ग्लस इज म्यान्डेटरी अनि यति राति भइसकेको थियो अनि मैले एउटा फोटो भिडियो त खिच्दैउ न भनेर कराइरहेको थिएँ कि आस्तालाई अनि यो क्लिपवाला मात्र भिडियो खिचेर अनि हामीहरू भाग्यौँ घरतिर किनकि राति भइसकेको थियो एकदमै अनि रातिमा स्कुटी चलाउन गाह्रो हुन्छ भनेर हामीहरू चाहिँ छिटो नै घर गयौँ नर्सो छिटो 8 बजिसकेको थियो सो दिस मस्ट बी टुडेज भिडियो थ्याङ्क यू फर वाचिङ डु फलो फर मोर बाई